हेलो गाइज वेलकम ब्याक माई च्यानल। आज चाहिँ हामी करेन्ट चौचौ च्यालेन्ज गर्न लागेको होइन। हाम्रो नयाँ मान्छे चाहिँ उहाँ हुनुहुन्छ यहाँ। उहाँको नि है जाउँ करेन्ट चौचौ बनाउनु बा करेन्ट हालेको। अब हामी गयो पनि हाल्छौँ गाइस। हामी त्यस्तो बन्दैछ हैन सोल्टी नि। हेर्नु है हामीले करेन्ट चौचौ बनाएको यहाँ उमाल्दै समय हाम्रो कुकम्यान चाहिँ मिस्टर मनश्री उप्रेती हुनुहुन्छ। हाम्रोमा चाहिँ करेन्ट बन्दैछ गाइस। गाइस हाम्रो चाहिँ रेडी बनाउन खोजिरहेछ। एकछिन केही समय पश्चात हाम्रो रेडी हुनेछ गाइस। नाहे पोल्यो हल्का पिरो हैन। कस्तो भयो रे? पिरो नाकभित्र पिरो। लेडिज द जेन्टलमेन दीपिका शिवाकोटी उहाँ हाम्रो प्रिय यतातिर के चलिरहेछ उहाँको ड्रामा चलिरहेछ। हजुर हेर्सेला आराम नहोइसेला यसो सिरानी ल्याउनु पर्छ भने हामी व्यवस्था गर्न सक्छौँ। सम्पर्कको लागि धन्यवाद। ल गाइज हामीले चिज करेन्ट बनाउँदैछौँ यहाँ। चिजी करेन्ट फर्स्ट टाइम हाम्रो म्यामले चिजी करेन्ट बनाउन गइरहनु भएको छ। अघि कस्तो हुन्छ होला भात? हामीलाई सहयोग गर्नको लागि झ्यालबाट बिरालो पनि हेर्दैछन्। बाग्नु भयो बिरालो ज्यू है गाइज। केही होला जस्तो छ आज। कुकरमा पकाउनु गरेर लागेको थियो। हाम्रो कुकम्यानलाई चाहिँ कुकरमा पकाउन मन थियो अरे। कुकरमा पकाएर के यम्मी बनाउने भनेको। एम्मी होला जस्तो छ है गाइजहरू। एम्मी कसले बनाएको होला क्या? बनाउनु चाहिँ कसले बनाएको होला त? ल गाइज हेर्नु है हाम्रो करेन्ट पाकिसक्यो है। ल गाइज हाम्रो चाहिँ रेडी भइसकेको छ करेन्ट। ल गाइज हाम्रो चाउमिन रेडी भयो होइन। करेन्ट चेस रे सबभन्दा थोरै चाहिँ मेरो चाहिँ गाइजहरू च्यालेन्ज हो कि च्यालेन्ज हो। मिठो मैले बनाएको मिठो नहुने पुरा हुन्छ। मिठो रहेछ गाइस, मिठो रहेछ। हल्का चिजी पनि साँच्चै भएको छ। यो अचार छ नि मिठो हुन्छ नि। खान दिपी क्या कस्तो मिठो हुन्छ। थोरै हालेर पल्किन्छौ तिमीहरू। सिलामको टेस्ट नै छुट्टै खाने। अन्डा चाहिँ किन देखाउनु लाग्यो? मोना म्यामले बनाइसकेको। उहाँहरू चाहिँ एकदम जाँगरीले हुनुहुन्छ। हजुर स्पेसली जाँगरीले चाहिँ थाहा हुन्छ। खाने बेलामा ड्रामा को हेर्छ? खाने बेलामा ड्रामा म हेर्छु। उहाँले चाहिँ अब के गर्नु तस्बिर आफै बोलिरहेछ। उहाँलाई खासै खान मन लाग्दैन यस्तो करेन्ट 2 प्लेट मात्रै हो। आफ्नो खाइसकेर दिदीको भात तानेर खाने मात्र हो। त्यो भाउजूको देखि खान्छ भनेदेखि त भाउजूले चाहिँ खाइसके। भन थोरै चिनी लिउँ कि पुगो? एउटा चौचो ल्याएर बनाइदिउँ। सोध्ने प्रश्न चाहिँ खास उचित चाहिँ त्यो हुन्छ जस्तो लाग्यो मलाई। अर्को केही बनाइदिउँ मना हजुरले? अनि हजुरले त हार्नु भयो त। अब काँचो अन्डा खानुहुन्छ? खान्छु होइन?
खानुपर्छ नि पकाएको काँचै काँचै ल फर्स्ट आइम अस्मिता उप्रेती सेकेन्ड दीपिका शिवाकोटी फर्स्ट होइन खाँदै नखाने अस्मिता शिवाको के अरे उप्रेती सेकेन्ड दीपिका शिवाकोटी हाम्रो मनासिरलाई चाहिँ कम भइरहेछ अरे गाइज अब आज चाहिँ हामी यति नै गर्छौँ होइन टुङ्ग्याउनेवाला छौँ अब भोलि चाहिँ 1 क्विन्टल जति ब्लगका साथ हामी फेरि फर्केर आउनेछौँ 1 क्विन्टल ब्लग लिएर हजुर हाम्रो के भन्छ 1 कार्टुन चाउचाउ लिएर फेरि टक्क हाम्रो मनासिरीले खड्कुलामा बनाउने छिन् डेक्चीमा अस्ति त खुट्टा त खड्कुलोको फोटो हामी साइडमा मेन्सन गरिदिउँला गाइस हामी कुन चाहिँको कुरा गरिरहेछौँ भनेर त्यो खड्कुलामा पकाएर हाम्रो मनासिरीलाई चट्ट 1 केजी जति खुर्सानी राखेर 1 प्लेट अन्डा खुवाउन हामी आतुर छौँ खाने इच्छा आयो नि त खाइसक्छु खोइ त ओके भन्नु डर ए सब सलाम साप बाई बाई एकैचोटि बाई बाई गरे बाई